अहिले आएर कसैले मलाई भरतपुरको बाटोमा एउटा मात्र खाल्टो देखा म तँलाई 1 लाख दिन्छु भने म चाहिँ त्यो 1 लाख सियोर हार्छु होला। आज चाहिँ म भरतपुरको बाटो हुँदै हाई5 रेस्टुरेन्ट गएको, म त धन्नै चिप्लेको यार। यो रेस्टुरेन्टको थीम चाहिँ मलाई एकदमै मन पर्यो। आजकल सबै क्याफेहरूले व्हाइट थीम राख्छन् एस्थेटिक देखाउन, तर यसले चाहिँ एकदमै रोयल भाइब दिइरहेको थियो कसम। यहाँको एम्बियन्सले जति मेरो मन जितेको थियो नि त्यो भन्दा बढी मन त मेरो खानाले जित्यो। सुरुमा मैले मगाएको थिएँ चिकन ललिपप। यहाँको चिकन ललिपप त 10 on 10 हो के कसम। यहाँको चिकन ललिपपको साइज देखेर म चाहिँ एकदमै सेटिस्फाइड भएँ अनि यहाँको प्राइस पनि रिजनेबल नै थियो। अनि एउटा साथीलाई चाहिँ मैले झस्काइदिएको त डाइटिङमा होइन र भनेर त्यो त घाँस पो खान थालिरा। अनि यता फेरि 3 दिनपछि खाना पाएको जसरी खुसी भइरहन् कोही कोही। मलाई फेरि साथीहरूले कति ढिलो खाइरा भनेर यति किचकिच गरिरहेथे। अनि हरेक बाइटको स्वाद नलि त्यसै निल्यो भने त खाएको वर्थ इट नै भएन नि भनेर मैले तिनीहरूलाई यति सम्झाएँ त्यो गोरुहरूलाई। अनि यहाँको मोमो पनि 10 on 10 हो है, साइज पनि यति ठुलो थियो, यति जुसी थियो। अब यसपालिलाई बाई भनेर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ अनि साथीले केही सामानहरू किनेपछि हामी चाहिँ घरतिर लाग्यौँ।